So guys, welcome to my new vlog. यस्तो छटके गर्नुपर्छ के मोबाइललाई So guys, welcome to my new vlog. छैन प्याज त आज चाहिँ यहाँ पिठो मुस्दै सीता दिदी हजुरको परिचय पाम हजुरहरूले मलाई चिनिहाल्नुहुन्छ सायद मेरो परिचय त आवश्यक छैन होला म चाहिँ यो पिठो पुरी बनाउनको लागि मुस्दै छु भोलि बिहानको लागि हो म्याम So guys, welcome to my new vlog. आज चाहिँ हामी यहाँ मलाई यहाँ गोठालालाई देखान यहाँ इन्सु यहाँ गोठालालाई देखान दैले काका डाँडा अछामबाट देखिरहेछन् दैले काका डाँडा नक्सामा हेर्दा यानो छ नक्सामा हेर्दा यानो छ जुम्ला भन्दा त अछाम एक नम्बर सानो छ राजा एयरपोर्ट सबैको लागि सरकारी अछामका मान्छेले केही नपाएर खान्छन् भ्यागुटाका तरकारी ए जुम्ला चिसो हुन्छ जुम्ला गइन्न माछा खाइन्छ भ्यागुता खाइन्न हजुरको शरीर त छ यस्तो लोच्छो अचाम त ठाउँ रहेछ एक नम्बरको कोच्चो यहाँ पुरी पाक्दैछ हाम्रो जसुदा म्यामले पकाउँदै हुनुहुन्छ म चाहिँ बेल्ने मान्छे प्रथम चाहिँ बहिनी र म मिलेर रोटी बेल्यौँ अनि त्यसपछि रोटी पिठो मुस्यौँ अनि रोटी बेल्यौँ अनि म्यामले पकाउँदै हुनुहुन्छ अघि चाहिँ मैले लाइट नबालिकन बनाएको थिएँ त्यही भएर अँध्यारो देखेको थियो अब बल्ल राम्ररी देखिँदैछ यो हाम्रो सीताबहिनीले यो बेल्नुको पुरी हो जसुदा म्यामले पकाउनु भएको पुरी हो एकदम मजाले फुल्या छ पुरी होइन यसलाई त रोटी बनानी हुन्छ एक कार्टुन पुरी बनिसक्यो अझै बन्न बाँकी छ वहाँ बाटामा त्यहाँ बाटामा बहिनी र म मिलेर बेल्दै थियौँ बहिनी मिलेर बेल्ने कडा आयो नि त मेरो बेल्ने कलरलाई चाहिँ जज नगरिदिनु होला अहिले मेरो मुड छुट्टै छ त्यही भएर हुन्छ शुभ बिहानी साथीहरू मेरो आज चाहिँ बिहान भइसक्यो र म तयार भइसकेँ अनि यता हाम्रो अचार पनि तयार हुँदैछ पुरी हिजै बनिसक्यो हामी चाहिँ तयार भइसक्यौँ अचार मात्रै तयार हुन बाँकी छ अब बार्केकोटको हाम्रो एकजना सर चाहिँ रोहन साई भन्नेले चाहिँ यहाँ छायाङ्कन गरिरहनु क्यामेराम्यान हुनुहुन्छ ल साथीहरू हामी दुईजना चाहिँ आजको भ्लगर हो हामी कहाँ जाँदैछौँ त दुल्लु हामी दुल्लु जाँदैछौँ एउटा भ्लगर चाहिँ म चाहिँ मेन भ्लगर अनि भाइ चाहिँ साइड भ्लगर दुईजना बिच खतरा दोहोरी ब्याटल चल्नेवाला छ त्यो सबै सुन्नको लागि चाहिँ हजुरले पुरा भिडियो हेर्नुपर्ने हुन्छ यता प्रशंसा बहिनीले खानेकुरा बोक्दैछिन् म्यामको हातमा पनि खानेकुरा छ के छ के हामीले बाटोमा खानको लागि भनेर हिजो बेलुकादेखि तयारी गरेको थियौँ So guys, welcome to my new vlog. साथीहरू हाम्रो यात्रा सुरु भइसक्यो म चाहिँ यति बेला गाडीमा छु साथीहरू हामी चाहिँ दैलेख बजारबाट गाडीमा 1 घन्टा जतिको यात्रापछि आइपुगेका छौँ तल्लो डुङ्गेश्वर है यहाँ चाहिँ शिवको मन्दिर छ अनि नदी छ नदीको नाम कर्णाली रहेछ कर्णाली नदी छ यता मन्दिर छ अनि यता के छ
कस्तो राम्रो रहेछ यार बस्नु पर्ने हो कि जाऊँ न कर्णाली नदी कस्तो सुन्दर छ नि एकछिन यहीँ बस्छु आज मलाई अन्त कहीँ घुम्न जान्छ नि यहीँ हो घुम्नु म छोड्दा मलाई यहीँ कस्तो पिसफुल छ नि यो ठाउँ बसिराखौँ जस्तो लाग्छ यार यो ढुङ्गामा बसेर यो बगेको नदीलाई हेरिराखौँ जस्तो ओहो हाम्रो मोड छुट्टै रमाइलो चलिरहेको छ साथीलाई उता परको ढुङ्गामा जानु मन छ अरे अब हेरौँ है त कसरी जान्छौँ यहाँ सबैजनाले सिकाइराख्नु भएको छ कोही फेरि आफ्नो सेल्फी आफै खिचिरहेको छ उनी फोटो खिचेर रहर पुर्याएर फर्किसकिन् हाम्रो ग्रुपमा चाहिँ यति धेरैजना हुनुहुन्छ यता नाचगान चलिरहेछ हाम्रो डान्सर दाइ हाम्रो टिम यति नै हो के गर्नु पर्यो मेरो त पुरा भ्लगमै आउनुहुन्छ खोइ त गीत गीत चाहिँ यता बजिरहेछ अनि डान्स चाहिँ उता चलिरहेछ हामी चाहिँ हाम्रो फोटो सेसन सकेर घुमघाम सकेर अब अर्को गन्तव्यतिर लाग्छौँ यति बेला बिहानको 12:30 बजिसक्यो बिहानको होइन मध्याहको र हाम्रो गाडी रोकेको छ खाजा खानको लागि त्यहाँ प्रतीक्षालयमा बसेर खान्छौँ हामी खाजा यहीँ बसौँ न मलाई त भोकै लागिसक्यो यहीँ बसेर खानुहुन्न र ला साथीहरू हामी बस्ने भनेको ठाउँ क्यान्सल भयो कसैले भन्दै हुनुहुन्थ्यो कि यो मान्छे जलाउने ठाउँ अरे अब चिकनमा बसेर के खाने भन्दै हुनुहुन्छ सो हामी अब अर्कै ठाउँमा जान्छौँ होला हामी अर्कै ठाउँमा जान लाग्दैछौँ यहाँ म्याम दिदीहरूले खाने सामानहरू बोक्दै हुनुहुन्छ दाइ उता अगाडि पुगिसक्नुभयो मेरो पछाडि पनि थुप्रै मान्छेहरू आउँदै हुनुहुन्छ पछाडि अगाडि दाइले भिडियो बनाउँदै हुनुहुन्छ सानो मान्छेबाट सुरु गरौँ है तिमी 61 सालको बच्चा कसरी म 61 हाम्रो जसुदा म्याम आजको भान्से हुनुहुन्छ ल कसैले खाना पनि सुरु गरिसक्नु भयो है दल दाइले खाएको चाहिँ भिडियो बनाउनु पर्छ जस्तो छ ल है त दाइको भिडियो यो चाहिँ मेरो भाग दाइ अन्तिम एक फेर यो युट्युबमा अपलोड हुन्छ के झम्के गुलेली म स्टिल खाँदैछु मेरो को भ्लगर चाहिँ माथि छ माथिबाट भ्लग बनाइदिनुहोस् हजुर यतिको मान्छे नभएसम्म त रमाइलो हुँदैन कि यात्रामा हामी चाहिँ 80
सानो त्यस्तो राम्रो होइन दुर्लुभन्दा दैलेखै राम्रो देखेँ के छैन यहाँ यस्तै बजार भने चाहिँ के हुन्छ र पसल हुन्छ बाटो हुन्छ गाडी हुन्छ अलिअलि फोहोर हुन्छ त्यही हो यही हो शहीद पार्क मर्मतको क्रममा छ अरे यता खतरा फोटो सेसन चलिरहेछ यो अगाडि देख्नुहुन्छ नि उहाँहरू मेरो टिम हो सीमा आउनै छ सीमा र एउटा भाइ होइन सीमा र भाइ हामी चाहिँ शहीद स्मारक घुमेर अब अर्को गन्तव्य भनेको चाहिँ पादुका हो यो चाहिँ यहाँबाट 15-20 मिनट जति लाग्छ अरे गाडीमा अनि गाडीमा बसिरहेछौँ हामी चाहिँ पादुका जानु भनेर हिँडेको थियौँ अनि बिचमा शिवकुण्ड भन्ने शिवको मन्दिर भएको ठाउँ भेटायौँ अरू त यस्तै हावा चाहिँ मिठो लाग्यो मलाई यहाँ चाहिँ पार्क जस्तै रहेछ रुख चौतारा अनि बस्ने ठाउँ चिप्लेटी पनि रहेछ अनि बच्चाहरू चिप्लेटी खेल्दैछन् बनिस्यो अन्त बनिस्यो ल ए दुईटा बच्चाहरू चिप्लेटी खेल्दैछन् रोजिना बच्चा यता नाच सुरु भइसक्यो खोइ जानु न म्याम सीमा जाऊ क्यामेरा समात्दा म आउँछु क्यामेरा समात्यो अगाडि गइसके हामी चाहिँ पादुका मन्दिर क्षेत्रमा आइपुगेका छौँ यहाँ चाहिँ सतीदेवीको अङ्ग पतन हुने क्रममा पतन भएर यो मन्दिरको नाम चाहिँ पादुका रहन गएको हो रे तल खोला रहेछ सानो म दर्शन गर्न गएँ है सबैको आफ्नो आफ्नो फोटो सेसन चलिरहेको छ अनि मेरो भिडियो अनि यो मन्दिर पनि देखाउनु कसरी कस्तो छुट्यो भनेर फोटो सेसन चलिरहेछ हाम्रो अन्तिम गन्तव्य धुलेश्वर मन्दिर आइपुगेका छौँ तर हामीले बाटोमा अरू नै केही सुन्दर कुरा देख्यौँ हामी त्यहाँ जाँदैछौँ अनि हामी चाहिँ गुराँसको दिवानाहरू गुराँस खोज्दै आइपुग्यौँ ऊ तपाईँ हातमा गुराँस लिएर हामीले चाहिँ धेरै होइन जम्मा एक मुठी गुराँस टिप्यौँ यहाँ गएर साथी खै कता गइने त फोटो कस्तो आउला यता